अघि पार्ट 1 बनाएको थिएँ, त्यो भिडियो डिलिट भएछ, फेरि बनाउँछु है, लामै हुन्छ होला। यो चाहिँ मैले नर्वेमा गभर्मेन्टल जबमा कसरी इन्ट्री भएँ, कसरी छिरेँ भन्ने कुराहरू थियो होइन, धेरै क्वेसनहरू गर्नुभएको थियो। मैले सकेसम्म सबैलाई म्यासेजमा रिप्लाई गरेको छु, तर सबैलाई कभर गर्न नसकेको भएर यो एकमुष्ट भिडियो बनायो भने इजी हुन्छ भनेर है। सबैजनाले हजुरले जब कता अप्लाई गर्नुभएको हो, केबाट पाउनुभएको भन्ने कुरा थियो। नर्वेमा चाहिँ नर्मली तीनवटा एकदमै युज हुने वेबसाइटहरू हो, जब norge.no, अनि त्यसपछि fin.no, अनि त्यसपछि लिङ्क्डइन भयो होइन। मैले चाहिँ तीनवटै युज गरेको है अप्लाई गर्नको लागि, तर मैले के फिल गरेको थिएँ भने fin.no र job.norge.no बाट चाहिँ खासै हुन्छ नि रेस्पोन्स, इमिडिएटली रेस्पोन्स पाएको थिइनँ के, भनेको सबैजनाले त्यही अप्लाई गर्ने भएर होला, आफू डिफ्रेन्ट फिल भएको मलाई भएन। मैले चाहिँ के गर्नु मन थियो, मलाई अरूभन्दा छिटै छिर्नु थियो, मसँग टाइम थिएन कि, किन भन्दा मैले चाहिँ सुरुमा म मेरो हस्बेन्ड जहाँ हुनुहुन्छ उहीँ जाने भन्ने सोचले मैले केही अप्लाई नगरी बसेको थिएँ नि त, यहाँको सबै कन्ट्र्याक्टहरू छोडेर यसरी बसेको थिएँ कि। अनि पछि चाहिँ लिमिटेड टाइममा अब कसरी जब पाउने भने एकदमै गाह्रो भइसकेको थियो नि त, ल अब एकदमै हुन्छ नि छोटो पिरियडमा मैले जब कसरी पाउने भन्ने त टेन्सन भयो। अनि त्यसपछि मैले के गरेको थिएँ भन्दा अब इमिडिएटली सर्टकट वे भनेको मेरो लागि लिङ्क्डइन थियो, जुन भनेको सबै म्यानेजरहरूलाई म्यासेज गर्ने, त्यो हुन्छ नि करियर पेजमा गएर कम्पनीको वेबसाइटलाई सबैलाई फलो गर्ने, आफ्नो रिलेटेड फिल्डको वेब कम्पनीहरू फाइन्ड गर्ने कि नर्वेमा टप उहरू कम्पनीहरू के छ त भनेर फाइन्ड गर्ने, सबैलाई फलो गरेर रिक्वेस्ट भन्नाले म्यासेज गर्नु मन लागेछ, मलाई बोल्नु मन लागेछ, मेरो यस्तो इन्ट्रेस्ट छ, मेरो सिभी पठाउँछु तिमीहरूलाई, प्लिज हेरिदियो होइन भनेर यस्तो गर्नु मिल्छ है। मैले पनि त्यही नै गरेको थिएँ। तर मैले चाहिँ अब नर्वेमा मलाई चाहिँ होइन गभर्मेन्टल जब भनेर त्यस्तो एक्स्ट्रा प्रेसर केही भएन, किन भन्दा नर्मल अरू जबमा जसरी अप्लाई गरिन्छ त्यसरी नै गरेको। मैले गभर्मेन्टमै छिर्छु भन्ने पनि थिएन, किनकि यहाँ एउटै हो गभर्मेन्टल जब र नन गभर्मेन्टल जबमा त्यस्तो साह्रो सुविधाहरू फरक हुने भन्ने हुन्न। यहाँ सानो काम गर्नेलाई पनि एउटै सुविधा हुन्छ, ठुलो काम गर्नेलाई पनि एउटै सुविधा हुन्छ होइन, त्यो भएर त्यस्तो उ थिएन कि मलाई प्रायोरिटी नै भन्ने चाहिँ थिएन। तर त्यो लिङ्क्डइनमा आएको लिङ्कलाई चाहिँ मैले अप्लाई वेबसाइट खोलेँ, अप्लाई गरेँ होइन। अप्लाई गर्दा चाहिँ धेरै जसोले हामीले मिस्टेक के गर्छौँ भन्दाखेरि इग्नोर गरिदिन्छौँ कि, कस्तो कुरालाई इग्नोर गर्छौँ भने जस्तै अब मेरो केसमा चाहिँ के मागेको थियो भन्दा कारको लाइसेन्स, त्यो बोट पनि चलाउन जानेको हुनुपर्ने, स्नो मोबाइल चलाउन जानेको हुनुपर्ने, कार मात्र नभएर पछाडिको ह्याङ्गर ट्रेलर हुन्छ नि त्यो पनि चलाउन जानेको हुनुपर्ने, नर्वेजियन B2 हुनुपर्ने थियो है, जुन कुरा मसँग कुनै पनि थिएन, जेरो। अनि एक्सपिरियन्स मेरो जेरो, किनकि यो नै फर्स्ट जब थियो होइन नर्वेमा, मेरो लाइफभरिकै फर्स्ट जब भनेको नर्वेकै यही जब हो, जुन 1 वर्ष भइसक्यो। नेपालमा मैले कुनै पनि पेड जब गरेको थिइनँ, नर्वेमा पनि अनपेड सबै इन्टर्नसिपहरू भोलुन्टियरी एक्टिभिटिजहरू सबै के गरेको थिएँ, अनपेड नै गरेको थिएँ होइन त। अनि त्यो भइसकेपछि यस्तो कुरामा मैले चाहिँ नेगेटिभतिर सोचिनँ क्या, खासै नेगेटिभ भन्नाले मेरो लाइसेन्स छैन, ऊ पनि छैन, किन अप्लाई गर्नु, यो जब केही नि हुँदैन, चान्सै छैन भन्ने चाहिँ नसुने, यही नै सबैभन्दा ठुलो गल्ती हो कि। मैले चाहिँ के गरेको थिएँ भन्दा त्यो कुरालाई सबलाई भुलेर एउटा वर्ड त म्याचिङ छ नि, जस्तै मलाई हेबिट्याटमा इन्ट्रेस्ट छ भने हेबिट्याट रिलेटेड कुनै वर्ड्स त थियो होला नि त त्यो डिस्क्रिप्सनमा, हेबिट्याट छ, इकोसिस्टम छ, मेरो इन्ट्रेस्टको जब यो हुनसक्छ भनेर चाहिँ मलाई त्यतातिर धकेलेँ कि आफ्नो दिमागलाई होइन। त्यसपछि मैले अब त्यहाँनिर छिरेर जसरी हुन्छ इन्टरभ्यूमा छिर्नु भनेको बिग अचिभमेन्ट हो नि त, त्यो भएर अनि त्यसपछि त्यो भएर चाहिँ अब इन्टरभ्यूमा छिर्नको लागि के गर्नुपर्छ भन्ने कुराहरू मात्र आफ्नो नलेज सेयर गरेँ चाहिँ मैले, अरूको होइन, आफ्नो मात्रै, यसले अरूलाई हेल्प हुन्छ कि भनेर मात्र होइन। अनि त्यसपछि अप्लाई गरेँ, अब इन्टरभ्यू भयो, लङ प्रोसेस भयो होइन, त्यो कुरा मैले अर्को पार्ट 2 मा भनेको छु। अनि तर त्यसरी अप्लाई गरेँ, त्यो भएर यो एकदम डिफ्रेन्ट प्रोसिड्युर चाहिँ थिएन कि सरकारी जागिर भनेर नेपालमा जस्तो लोकसेवा लड्ने, क्वेसन प्रिपेयर गर्ने, बुक प्रिपेयर गर्ने, पढ्नुपर्ने केही पनि थिएन है मेरो केसमा होइन। अनि अर्को चाहिँ एउटा मिस्टेक त इमिग्रेन्ट्सले हामीले त्यो गरिन्छ भन्ने कुरा भयो, एउटा मात्र वर्ड छ भने अप्लाई गरिहाल्नु है, एउटा मात्र वर्ड म्याचिङ छ भने पनि है त। अनि सेकेन्ड भनेको सिभी कसरी बनाउने भन्ने कुरा हुन्छ। सिभी चाहिँ म्याक्सिमम मैले सुनिरहेको सिनियर दाइ दिदीहरूबाट जसले जब पाउनु भएको छ उहाँहरूको कुरा सुन्दा चाहिँ नर्वेजनहरूले क्याची एकदम सर्टकट सिभी मन पराउँछन् भन्ने कुराहरू गरिराख्नुहुन्थ्यो। तर मलाई चाहिँ के लाग्थ्यो भन्दा म सर्टकट सिभीमा म को हो भनेर म देखाउन सक्थिनँ कि, भनेको मलाई फुल मेरो पोटेन्सियल देखाउनु मन थियो नि त। त्यो भएर चाहिँ मैले लङ डिटेलवाला सिभी बनाएको थिएँ, मैले सर्टवाला सिभी पठाएको थिइनँ। मैले चाहिँ के गरेको थिएँ, युरोपास भन्ने सिभी जुन चाहिँ मैले स्कलरसिप पाउँदा पनि मास्टर्सको लागि पनि त्यही सिभी युज गरेको थिएँ। त्यसरी नै थप्दै आफ्नो एक्सपिरियन्सहरू के बढ्यो नर्वेमा आएर होइन, इन्टर्नसिपहरू गर्दाखेरि के भयो, इन्टर्नसिपमा सानो कुराहरू सबै लेख्ने क्या, थेसिस गर्दा कति दुःख भयो, अर्ली मर्निङ स्याम्पलिङ होइन, हार्स वेदरमा आफू एडप्ट भएको कुराहरू होइन, त्यसपछि चिसोमा पनि आफूले काम गरेको कुराहरू देखाउनुपर्छ। किन भन्दा धेरै जस्तो इमिग्रेन्ट्सहरू हामी जो चाहिँ अलिकति पढेको भन्छन् उनीहरूलाई चाहिँ के लाग्छ भन्दा हाई पोजिसनमै छिर्नु मन लाग्छ, हाई पोजिसनमा एकदमै छिटो छिरिन्छ भन्ने चाहिँ नसोच्नु है, यो कुरा नि गल्ती नै हो कि। अनि अर्को कुरा, लो पोजिसनमा छिरे पनि हाई पोजिसनमा छिरे पनि त्यस्तो भास्ट डिफ्रेन्स हुन्न क्या। म्यानेजरै भए पनि हजुरले सानो हुन्छ नि अलिकति गाह्रो काम पनि गर्नै पर्छ, हजुरले जस्तो सुकै सिचुएसनमा आफूलाई निभाउन जान्नुपर्छ क्या यहाँको सिचुएसन, किनकि यिनीहरू त एकदमै जे कुरामा अब्बल हुन्छ नि त, हुन्छ नि सबै जानेका हुन्छन् कि यिनीहरूले, जस्तो ठुलो पोस्टमा किन नहोस् उनीहरूले सानो कुराहरू जानेका हुन्छन् कि, जुन हामी एकदमै पछाडि छौँ कि इमिग्रेन्ट्सहरू है यस्तो कुरामा, त्यो कुरा नि जान्नुपर्छ। अनि अर्को कुरा सिभी बनाउँदा चाहिँ अचिभमेन्टहरूको कुरा पनि लेख्ने कि, जस्तै अचिभमेन्ट मात्र नभएर
जस्तै हुन्छ नि आफ्नो हबीहरू डान्स गर्न मनपर्छ कि पेन्टिङ गर्न मनपर्छ कि होइन अब जे कुरा हुन सक्यो क्या बास्केटबल फुटबल के खेल्नु मनपर्छ त्यस्तो कुराहरू आफूले बाल्यकालदेखि पार्टिसिपेट गर्दै आएका कुराहरू पनि लेख्नु मिल्छ लेखेको थिएँ है मैले चाहिँ हुन्छ नि बास्केटबलमा खेलेको थिएँ फुटबल खेलेको थिएँ दौडेको थिएँ दौडेर यस्तो भएको थियो ब्याडमिन्टन खेल्दा यस्तो भएको थियो सबै कुराहरू लेख्ने कि जस्ट टिप्प टिप्प एक एक लाइन भए पनि लेख्ने अनि डिटेल कहाँनिर लेख्ने भन्दा आफ्नो हुन्छ नि ब्याचलरमा के पढेको थिएँ ब्याचलरमा मैले के सिकेँ थ्योरीबाट मात्रै पनि मैले के सिकेँ र प्र्याक्टिकल्ली मैले के सिकेँ भन्ने कुरा अलिकति डिटेलमा लेखेको थिएँ है मैले चाहिँ नर्वेमा इन्टर्नसिप मेरो म बसेको सिटीभन्दा टाढा एकदमै गाउँमा भएको थियो म गाउँमा गएको थिएँ किन भन्दा मलाई पछि देखाउनु थियो कि त्यो कुरा म गाउँमा गएर पनि सर्भाइभ हुन सक्छु भन्ने कुरा मलाई देखाउनु थियो होइन अनि त्यही भएर मैले चाहिँ सीमा के लेखेको थिएँ भन्दा मैले इन्टर्नसिप अनपेड थियो उसले दिन्थ्यो नि त मेरो स्कलरसिपले दिन्थ्यो नि त पैसा त अब इन्टर्नसिपले दिने कुरा भएन बसेको ठाउँ बस्ने बेलामा चाहिँ फ्री थियो है बसेको त्यो चाहिँ फ्री थियो अनपेड भए पनि म एकदमै आफ्नो 100% इफोर्ट दिएर काम गरेको थिएँ एकदमै बिहान चिसोमा गएको थिएँ हुन्छ नि त्यहाँको स्टाफहरू सबैसँग राम्रो रिलेसन मेन्टेन गरेको थिएँ सबैसँग बोल्ने हुन्छ नि फोटो खिच्ने तिमीलाई चाहिन्छ भने म फोटोहरू पठाइदिन्छु होइन यस्तो यस्तो कामहरू गरेको थिएँ भनेर लेखेँ नर्वेजनहरूलाई इमिग्रेन्टसँग के कुरामा डर छ भन्दा जहिले पनि इमिग्रेन्ट्सहरूले इजी मात्र जब गर्न खोज्छन् हुन्छ नि अनि पछि सिटीमा मात्र बस्न मन पराउँछन् अलिकति गाउँमा आफ्नो फ्यामिली फ्रेन्ड्सहरूबाट टाढा बस्न सक्दैनन् भन्ने छ त्यो कन्सेप्ट हटाउनको लागि चाहिँ के पनि देखाउनु पर्यो भन्दा म जस्तो सुकै ठाउँमा पनि बस्न सक्छु होइन अनि इन्टरभ्यूमा नि भन्ने कि अलिकति इन्टरभ्यूमा चाहिँ मैले के भन्थेँ हो त मैले अब आफ्नो त्यत्रो हुन्छ नि चाइल्डहुड गरेको ठाउँलाई त्यागेर यहाँ आएर बस्न सकेको छु भने तिमीहरूको जबमा त झन् मैले 100% इफोर्ट दिएर काम गर्न सक्छु भन्ने कुराहरू पनि देखाउनु पर्यो होइन अनि अर्को चाहिँ के पनि भने मैले म्यासेज गर्ने कुराहरू त सबै भने अनि अर्को कुरा आफू डिफ्रेन्ट हुनुपर्छ भन्ने कुरा नि भने होला सायद मलाई लाग्छ धेरै लामो भएर मैले के बोल्ने थाहा छैन जस्तै 500 जनाले अप्लाई गरिरहेको हुन्छन् कि त्यो जब होइन तपाईँ मात्र त हुनुहुन्न नि त तपाईँ नोटिस हुनको लागि के गर्ने त भन्दा सिभीमा नै अलिकति डिफ्रेन्ट भइदिने त्यो भनेको अलिकति डिफ्रेन्ट कुराहरू लेखिदिने कि मैले भने नि हबीहरू लेख्नु पर्यो सानो कुरा अचिभ भएको कुरालाई नि खुसी भएर देखाउने होइन मैले बच्चामा यस्तो भएको थिएँ थर्ड भएको थिएँ भने त्यो कुरा नि देखाइदियो भने उनीहरूलाई डिफ्रेन्ट भयो नि त अलिकति अरूभन्दा अरूले एकदम ब्र्याग गरिरहेको हुन्छन् कि ब्र्याग गर्ने कल्चर यहाँ छैन नर्वेमा होइन सानो सानो कुरालाई नि इन्जोय गर्छन् त्यो पनि देखाउनु पर्छ भन्छु मैले चाहिँ होइन मैले चाहिँ त्यही नै गरेको थिएँ मेरै आइडियाले सबैलाई काम गर्छ भन्ने चाहिँ हुँदैन अनि त्यसपछि त्यो अरू मान्छेबाट डिफ्रेन्ट हुनलाई त्यही गर्ने अलिकति नोटिस हुनको लागि त्यही नै गर्ने हो अनि एउटा मात्र वर्ड म्याच भयो भने पनि गर्ने अनि फलोअप गरिराख्ने जब अप्लाई गरिसकेपछि कुरेर नबस्ने भन्ने कुराहरू होइन पार्ट 2 मा नि भनेको छु यिनै होला नि सायद युरोपासबाट सिभी बनाउनु डिटेल गराउनु डिरेक्ट त्यो हुन्छ नि डिरेक्ट सानो सर्ट सिभी बनाउँछन् मन पराउँछन् नर्वेमा भन्ने लाग्छ भने त्यो पनि बनाएर सेकेन्डमा पठाइदिनुहोस् कि पिडिएफ पठाउन त मिल्छ नि त मैले चाहिँ लङ सिभी नै पठाएको थिएँ सबै डिटेल लेखेर हुन्छ नि मलाई यस्तो यस्तो मनपर्छ यस्तो यस्तो काम गर्नु मन लाग्छ भनेर सबै लेखेको थिएँ यही नै हो मेरो आइडिया भनेको त्यस्तो साह्रो न्यू इनोभेटिभ केही पनि छैन नर्मल अप्लाई गरेको थिएँ नर्मली नै जब पाएँ त्यही नै हो सायद यो भिडियोले हेल्प गर्छ होला